भन्नु 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 न हामी गोर्खा एफटीआरको दिदीबहिनीहरू दाजुभाइहरू मिलेर आज हामी घोरे पानी जाँदैछौँ। आज घोरे पानी पुन हिल गएर हामी इन्जोय गर्नेछौँ। तपाईँहरू हेर्दै गर्नु होला। हामीले अपडेट दिँदै गर्छौँ। उहाँको मौसम पनि देखाउनेछौँ। सम्पूर्ण नमस्कार। आज सैनिक 4-5 गोर्खा राइफल्सका सम्पूर्ण सदस्यज्यूहरू गण्डकी प्रदेश अन्तर्गत व्यक्ति जिल्लाको घोरेपानी इलाकामा हामी एउटा वसन्त ऋतुसँगै यो इलाकाको एउटा भाइरल ठाउँ घोरेपानी तथा पुन हिलको एरियामा हामी अवलोकन गर्न जानेछौँ र हामी वहाँ गएर सम्पूर्णलाई हामी मनोरञ्जन दृश्यहरू गराउँछौँ र हजुरहरू पक्कै पनि आफ्नो समय मिलाएर लाइभमा आइदिनु होला। हामी आज चाहिँ घोरेपानी जानु भनेर हाम्रो पल्टनको दाइहरू दिदीहरू भएर हामी 3 गाडी आएको छौँ। अहिले चाहिँ हामी यहाँ नयाँ पुल भन्ने ठाउँमा रोकिराखेका छौँ। दिदीहरू चाहिँ उतो हुनुहुन्छ, दाइ दिदीहरू है। हामी चाहिँ आज घोरेपानी जाँदैछौँ। अनि दिदी र म भन्नु पर्यो। मेरो दिदी प्यारी भन्नु नानी। मेरो प्यारी दिदी र म घोरेपानी जाँदैछौँ। प्यारी दिदी बहिनी प्यारी गल्लेनी हामी चाहिँ आइपुग्यो यो उल्लेरी भन्ने ठाउँमा, भात खाने ठाउँमा आइपुग्यो है हाम्रो टोली। राइस खाने ठाउँमा आइपुग्यो, खाना खाने ठाउँमा। होटेलको कस्तो ल यहाँको फुलबारी हेर्नु, बनठाटी अरे यो ठाउँको नाम। हेर्नु माथि माथि यस्तो फुल, झन्डा। ल खाना खाने ठाउँमा हामी छौँ है, रुमभित्र। ल यहाँभित्र पहिलाको पुरानो भाँडाकुँडाहरू औजारहरू सबै रहेछ, हेर्नु होला है त। सबै यो गुरुङहरूले युज गर्ने पहिलाको पुरानो भाँडाहरू है। यो ठेकी त्योहरू यो सबै रहेछ। यहाँनिर हामी सबै मिलेर खाना खाँदैछौँ। गीत बजेको कारणले साउन्ड म्युट गर्नु पर्यो। खाना मिठो थियो। फाइनल्ली हामी घोरेपानी आइपुग्यौँ। हामी यहाँ आइपुग्दा हल्का फुरुरु हिउँ पनि परिरहेको थिए। यहाँको सुन्दर दृश्यहरू अगाडि अवश्य नै देखाउने छौँ। घोरेपानीमा हिउँ परेको अवस्था। हामी फाइनली घोरेपानी होटेलमा आइसक्यो। रमाइलो जाडो। हामी आज चाहिँ घोरेपानी घुम्न आएको होइन। आज चाहिँ अलिअलि हल्का हिउँ परेछ, परेको छैन। बरफ अनि सबै किन यता आयो भनेको त तातो रहेछ र पनि बुखारीमा तातो रहेछ। यहाँ तातो रहेछ क्या नानी? सबै किन आयो यता भनेको त तातोको लागि आएको रहेछ। ठिकै तातोको लागि आएको रहेछ। बुखारी तातो हिउँ परेछ आज है। यो चाहिँ फ्रिज, पानीको फ्रिज जस्तो, साबुनको फ्रिज जस्तो आहा हौ। ल हेर्नु होला आइसकेर पनि हामी चाहिँ यहाँ आगो ताप्दैछौँ। यो बुखारी रहेछ, आगो ताप्दैछ।
ए नानी म यो हो अनि किन बसेको त्यहाँ यो खाने हो डलर आई पाउन्ड नै पाउने पाउन्ड त्यसै ज्यादा छ कि अब कति पुग्यो ल है मेरो होटलको खाना नमिठो भने खानु है खासै मन परेन थपी थपी खाएँ है मन नपरे पनि थपी थपी खायो भन्नु न